हेलो एन्ड नमस्ते सबैजनालाई धेरै धेरै माया अनि सम्मान होइन। आज चाहिँ खासमा मैले अलिक भिन्नै खालको भिडियो बनाएको छु किनभने जस्तो मलाई चाहिँ आज ट्याक्कै मैले यो फेसबुकमा हेरेको थिएन होइन। आज चाहिँ ट्याक्कै यो ड्यासबोर्ड हेरेको, त्यसमा चाहिँ नेपाली 4500 600 समथिङ भएको रहेछ क्या होइन, नेपालीमा हिसाब गर्दा चाहिँ। तर खासमा अनि यो मेरो मोनिटाइजेसन भएको पनि यही महिना हो नि त, अप्रिलमै। अनि यो अप्रिलमा मेरो जन्मदिन पनि हो होइन। अनि त्यसपछि चाहिँ मलाई यो कुराले चाहिँ एउटा कुरा के याद आयो भने जस्तो मैले लाइफमा म 15-16 वर्षको हुँदाखेरि चाहिँ लगभग तकरिबन 8-9 वर्ष पहिला मैले जागिर खाएको थिएँ कि पहिलो जागिर होइन। कतिपयलाई त यो भिडियो हेर्ने मान्छेहरूलाई थाहा पनि होला मैले पहिलो जागिर कहाँ खाएको भनेर होइन। अनि त्यतिखेर चाहिँ मेरो ठ्याक्कै एक सुरुको महिनाको तलब चाहिँ मेरो ठ्याक्कै 4500 थियो, दिनुभएको थियो क्या उहाँले चाहिँ, जहाँ मैले लाइफमा पहिलो जागिर खाएँ नि त्यो ठाउँमा चाहिँ। अब ठाउँ त अलिकति सम्मानित ठाउँमै जागिर खाएको थिएँ, तर मतलब पैसा चाहिँ त्यो समयको त्यो त धेरै नै हो वास्तवमा होइन। तर अब अहिले त जति कमाइन्छ पनि, तर लाइफको एउटा सुरुवात भनेको त्यतिखेर चाहिँ अलिकति भिन्नै किसिमले एकदमै भनौँ न राम्रो उज्जवल भविष्यकै लागि चाहिँ त्यो तरिकाले मेहनत गरिएको थिएँ नि त होइन। अनि त्यो समयमा पहिलो स्यालेरी 4500 आयो। अनि अहिले चाहिँ खासमा फेसबुकबाट 4500 फेरि त्यही एनपिआर नेपाली, फेरि तपाईँहरूले यहाँ अमेरिकामा भएको कारणले गर्दा डलर सम्झिनु होला, डलर चाहिँ होइन, नेपालीमा 4500 आएको रहेछ क्या होइन। त्यही भएर यो अप्रिल मेरो जन्मदिनकै समयमा, जन्म भएकै महिनामा मोनिटाइज हुनु, 4500 आउनु फेरि ट्याक्कै होइन अहिलेसम्म चाहिँ। अनि फेरि मेरो लाइफ स्टार्ट हुँदा मैले जिन्दगीको पहिलो जागिर चाहिँ यही ट्याक्कै 4500 नै खानु, यो वास्तवमा कस्तो खालको कोइन्सिडेन्स हो। तर मलाई यो समयले चाहिँ यो ब्यालेन्स जुन आयो यसले चाहिँ मलाई त्यो समयको चाहिँ गहिरिएर सम्झने एउटा वातावरण बनायो होइन। म धेरै धेरै सम्झना छ मेरो सहकर्मी साथीहरूलाई पनि म धेरै धेरै सम्झिन चाहन्छु, किनभने त्यो समयमा यति वफादार साथीहरू हुनुहुन्थ्यो होइन। अहिले त अब यस्तो राम्रो मौसम छ, यति धेरै यत्रो ठुलो संसार, तर यहाँ कोही छैन नि त, सबै आफ्नोमा बिजी छ नि त होइन। त्यही कारण सबैलाई धेरै धेरै सम्झना छ। कृपया यदि तपाईँहरू त्यो समयको साथीहरू कोही यदि अहिलेसम्म मलाई सम्झिराख्नु भएको छ भने इनबक्समा आउनु होला है त, मलाई एकदमै धेरै याद आएको छ है त।